के जर्मनीमा भिजिटमा आएर काम गर्न मिल्छ त? तपाईहरुसँग सायद यही क्वेशनहरु होला हैन? पक्कै पनि हरेक मानिसहरुले चाहिँ यही क्वेशनहरु मनमा खेलाइरहेको हुनुपर्छ हैन? जो जर्मनी आउन चाहन्छ। म तपाईहरुलाई यही भन्न चाहन्छु कि जर्मनीमा तपाईहरु भिजिटमा आउँदै गर्दाखेरि ल्याङ्ग्वेज र स्किल लिएर आउनु भयो भने र तपाईहरुले स्पोन्सर पाउनु भयो भने जुन किसिमको तपाईसँग स्किल छ, जस्तो तपाई ड्राइभिङ बस ड्राइभिङ गर्नुहुन्छ, ट्रक ड्राइभिङ गर्नुहुन्छ या तपाई कुकम्यान हुनुहुन्छ या राम्रो सेफ हुनुहुन्छ या भनौं तपाई अन्य फिल्डमा पनि तपाईसँग राम्रो स्किल छ भने अवश्य पनि त्यो फिल्डको होटल लाइनको ओनरहरुले भनौं या कुनै पनि ड्राइभिङ लाइनको कम्पनीहरुले तपाईलाई चाहिँ स्पोन्सर गर्न सक्छ अनि उहाँहरुले स्पोन्सर गर्नुहुन्छ र पक्कै पनि तपाई त्यो स्पोन्सर मार्फत चाहिँ रिटर्न आएर या पछि रिटर्न आएर चाहिँ काम गर्न सक्नुहुन्छ। तपाईहरुसँग स्किल छ, तपाईहरुसँग ल्याङ्ग्वेज छ र तपाईहरुलाई चाहिँ स्पोन्सर गर्ने स्पोन्सरशिप पाउनुहुन्छ भने चाहिँ तपाईहरुले अवश्य पनि काम गर्न सक्नुहुन्छ। हस्, थ्यांक यू।